तर म जस्तो युवाहरूले देखाउनुपर्छ को अर्काको बुढीसँग हिँडिरहेछ, को अर्काको बुढासँग हिँडिरहेछ, त्यो सब देखाउने हो आज। चर्ती कलाहरू देखाइदिने हो आज, सब रलबल छलफल गरिदिने हो आज, सबैको पर्दाफास गरिदिने हो आज। हामी युट्युबरहरूको कामै यही हो। गुड मर्निङ एभ्रिवान, दिस इज नेक्स्ट डे र नेक्स्ट ब्लग। आज चाहिँ नयाँ ठाउँ नयाँ सहरबाट स्टार्ट हुँदैछ। तपाईँलाई बब्बल भ्यू देखिरहेछ नि त, त्यस कारणले गर्दा चाहिँ मैले भिडियो बनाएको क्या। त्यो मैले मात्रै हेरेर चाहिँ त्यो चित्त बुझेन क्या। अब तपाईँहरूलाई पनि मैले चाहिँ देखाउनु पर्ने हुन्छ। हेर्नुहोस् न यहाँ कस्तो देखिन्छ है, सर र अब यो मैले मात्रै हेरेर मात्र पनि त हुँदैन नि त। त्यस कारणले गर्दा तपाईँहरूलाई देखाएको एकदमै धेरै बवाल क्या। यहाँ चाहिँ तेघरा भन्ने ठाउँ रहेछ यो चाहिँ। अनि कस्तो फिल भइरहेछ तिमीलाई? एकदम मजा आयो। हामी चाहिँ बिर्ता मोडबाट शीतल भइरहेछ। बिर्ता मोडबाट आएको हामी चाहिँ, तर बिर्ता मोडबाट 1 घन्टा लाग्यो ठ्याक्कै हामीलाई साइकलमा आएको। यी मन्दिर त हो नि एकछिन गइदिउँ न त, के हुन्छ र भनेर चाहिँ त्यत्तिकै जोतमा निस्केको। तर निस्किसक्यो त कहाँ आइपुग्यो, आयो कसरी आयो, कस्तो अवस्थामा आयो त केही थाहै छैन। त जे होस्, यता तपाईँलाई मैले देखाउनु खोजेको ठाउँ चाहिँ यो परको हेर्नुहोस्, पहाडी एकदम धेरै पहाड। हाम्रोबाट त यता हेऱ्यो घर है आन्टी, यता हेरे घर, उता हेरे घर, सहरमा त घरै घर। यहाँ हुँदै चाहिँ यस्तो देखिसकेपछि त के मान्छेहरूलाई त के हो के क्यामेरा एङ्गल चाहिँ बहुत धेरै हल्यो होला। तर त्यसको लागि चाहिँ हामी सरी भन्न चाहन्छु तपाईँलाई। अब गाउँ नगएको पनि भइसक्यो नि त, 3 वर्ष जति भइसक्यो पहाड नगएको पनि। अनि पहाडहरू यस्तो रुखपातहरू डाँडा काँडा देख्नु बित्तिकै त्यो सिरिङ्ग हुने क्या, त्यो शरीरै नि अर्कै भइजाने। त्यो चाहिँ किन भएको हो भन्दाखेरि जन्मेको ठाउँलाई अब छोडेर 23 वर्ष 22 वर्षसम्म चाहिँ त्यही ठाउँमा स्टिल अडिएको मान्छे, अनि अहिले चाहिँ ठाउँलाई छोडेर गइसकेपछि चाहिँ फेरि त्यही खालको भाइ त्यो डाँडा काँडा देखेपछि चाहिँ ओभरै धेरै त्यो याद आउने, माया लाग्ने क्या त्यो ठाउँहरू चाहिँ। एनिवेज केही पनि छैन, म चाँडै नै जानेछु। यो असारको टाइममा चाहिँ जान्छु, जुन बेलामा चाहिँ धान हरियाली रोप्ने बेला हुन्छ। त्यो गाउँहरू डल्लै त्यो रुखपातहरू के भन्छ त्यो मर्गीहरू फाँडेर चिल्ले बनाएको हुन्छ। त्यसमा चाहिँ धान रोपिन्छ, हलो जोतिन्छ, चलिन्छ, खेलिन्छ। त्यो चाहिँ मलाई एकदम धेरै मलाई बब्बल लागिरहेको छ, त्यो लाग्छ पनि। र त्यो चाहिँ म क्याप्चर गरेर तपाईँलाई पनि देखाउने छु। साथीभाइहरू सुरुङ्गा बजारबाट चाहिँ अब लाग्यो भने चाहिँ हामी सुरुङ्गा बजारबाट धेरै तर थियौँ। अहिले सुरुङ्गा बजार आइपुगिसक्यो। ठ्याक्क फेरि आज बजार लाग्ने दिन रहेछ कि भयो। अन्त अरू बेला पनि बजार चाहिँ बजारै लागिरहेको हुन्थ्यो कि आज चाहिँ ठ्याक्क हामी आएको दिन चाहिँ बजार लागिरहेको छ। सायद आज नै होला बजार, आज सोमबार मङ्गलबार हो, आज 4 गते मङ्गलबार, आज बजारै लागेको होला सायद। तर साइडमा आइएछ, तपाईँहरूले देखाउन पनि पाइयो, खुसी लाग्यो। र मैले हेर्न पनि पाएँ। मैले हेर्न पाउनु नै तपाईँहरूले हेर्न पाउनु हो। यो भ्लग बनाउनु भनेको चाहिँ के हो त, आफूले पनि हेर्ने र तपाईँहरूलाई पनि देखाउने। देखाइरहेको छु, हेरिराख्नु भएको छ। लाइक चाहिँ हानिहाल्नु न, फेरि कस्तो मलाई हेरेर मात्र हुन्छ, ठोकिहाल्नु। गुड मर्निङ एभ्रिवान, दिस इज नेक्स्ट डे। हिजोको भिडियो चाहिँ राम्रोसँग गर्न पाएन यार। हिजो पनि पुरा हामी त्यहाँबाट निस्क्यौँ होइन, एकैछिनमा पानी पऱ्यो। अनि पानी परिसकेपछि त भिडियो बनाउने कुरा भएन नि त। अनि आएर घरमा त्यत्तिकै बस्यो। अनि आज बिहान मर्निङ टाइममा पनि राम्रो तरिकाले भिडियो बनाउनु भनेको। हेर्नुहोस् वेदर त यस्तो छ, आलु जस्तो। माथि झिल हिँडेको, झिल घुम्नको लागि हिँडेको। अनि भाइको घर पनि त्यतै हो नि त, अहिले माथि निस्केको। आज पनि पानी परेर यस्तो खतम भइरहेछ, सोचेको जस्तो केही पनि भएको छैन। पानी जस्तो सुकै परे पनि हामी चाहिँ हिम्मत हार्दैनौँ भनेर हामी पानीमै लाग्दैनौँ साथीभाइ। पानीलाई पनि त्यागेर हामी चाहिँ आइपुगिसक्यौँ फुपूको घर। यहाँ चाहिँ फुपूहरू बस्नुहुन्छ। अनि भाइहरू आज उतै थियो। अनि यता माथि आएको फुपूकोमा। अब यहाँबाट चाहिँ ऊ भाइ चाहिँ आएको सुरुङ्गाबाट आएको मान्छेलाई चाहिँ झिल घुमाउनु लाने। लामो जस्तो घरकै अगाडि घुम्ने ठाउँ छ झिल पनि कतिचोटि जानु वाक्क लाग्दो ठाउँ। त्यो बाइक अन्त जानको लागि टाढा जानुपर्छ, टाढा जानु झ्याउ लाग्छ, अल्छी लाग्छ। त्यस कारणले गर्दा अब हामी त्यो जहिले गएर पनि भएनौँ, एकचोटि हामी फेरि जानै पर्ने भएर जान्छौँ पनि। के हुन्छ त जाँदाखेरि घुम्ने ठाउँ, जो मान्छे आइरहेको छ टाढोबाट। र अब हामी जान्छौँ झिल। अब यहाँनिर मैले चाहिँ भ्लग चाहिँ छोटो मात्र बनाइरहेको छु, किनकि छोटो सर्टकट भ्लग हिजोको भ्लगमै जोडेर आजको यो भ्लग हुँदैछ साथीभाइहरू। अब चाहिँ हामी झिलभित्र प्रवेश गरिसक्यौँ। अघि झिल जान्छौँ भनेर कति धेरै मान्छेलाई त झिल थाहा छ होला। यही हो झिलको गेट। अनि प्लस टिकट लिइसक्यौँ हामीले 3 जनाले, 50 रुपियाँ गोडा। अनि केटाहरू चाहिँ उपर जाँदैछ। म चाहिँ यत्तिकै आइदिएको, लाउडा लसन के गर्नु, राम्रो भएर पनि जे छ त्यही छ। भ्लग भनेको के हो त, राम्रो ह्यान्डसम ब्युटिफुल कुराहरूलाई मात्रै देखाउने भनेको त भ्लग होइन नि त। जे छ त्यही कुरामा हिँड्ने देखाउनेलाई चाहिँ भ्लग भनिन्छ, मेरो विचारमा चाहिँ। चर्ती कला भनिन्छ। तपाईँहरूको तर्फबाट चाहिँ के भनिन्छ त्यो चाहिँ थाहा भएन, कमेन्ट गर्नु होला, कमेन्ट गर्न सक्नुहुन्छ। अनि टिकटै 150 रुपियाँ चुना लागिहाल्यो। अब हामी पाहाडमा बस्नेको लागि चाहिँ नि भाइ हुनु चाहिँ केही होइन, किनकि हाम्रो डाँडा काँडा यस्तो मुला बाँदर जस्तो उफ्रेर हिँडेको ठाउँ हो पहाड चाहिँ। यहाँभित्र चाहिँ अब यो पहाड एउटा जुन हुन्छ नि, यस्तो डाँडा काँडा
भयो भने चाहिँ त्यो झिल भइहाल्यो मतलब घुम्ने ठाउँ भइहाल्यो यहाँ चाहिँ त्यस्तो रहेछ तर त्यस दामी नै छ है राम्रो लाग्यो मजा छ आनन्द आइरहेको छ लगाउँ हामी यही टिकट उताबाट अर्को मान्छेलाई दिउँ अनि यो टिकट दिउँ हामी 150 रुपियाँमा 100 रुपियाँ मात्र दियोस् यो हामीले अलरेडी टिकट गरिसकेको थियौँ हामी घुम्न आएको यो डेट भइहाल्छ आजकै त हो नि यो दिमाग लगाइदिउँ यो भिडियो त हामी 2-3 दिनमा अपलोड गर्छौँ त्यही त आजको डेट हो नि त यो त अनि हामीले 2-3 दिनमा च्याते पनि त अनि अघि हामीले ल्याएको भनी भन्दा भइहाल्यो नि आजको मिति हुन्छ नि त यहाँ त झिलमा को झिलको मान्छेले भिडियो हेर्दै हुनुहुन्छ भने हेरेर बाल भएन यो भिडियो कहिले आउँछ कहिलेको हो नि हामी डेट भन्दैनौँ आजको दिनभरलाई चाहिँ यो बाहिर गएर फेरि आउन मिल्यो तर यो चाहिँ हराउनु भएन हामीले त दिमाग त कहाँ कतै च्यात्दैन अब यो ओहो बाहिरबाट आउने मान्छेलाई त दिउँ अनि दिएर त्यहाँ टिकट काट्नुपर्छ यहाँ यही देखायो अघि छिरेको थियो हामीले अघि टिकट काटेको थियौँ भन्छ आहा दिमाग त लाग्यो है केटाकेटा झिल अब डुब्ने भयो सोच्दै होला तेरो 100 रुपियाँले डुब्छु भनेर 100 रुपियाँ पनि पैसा हो घाटा लाग्छ है तपाईँहरूलाई तर हामीले मजाक मात्र गरेर यो कुरा सिरियस नलिनु होला किनकि हामी यस्तो साह्रो गर्ने मान्छे होइनौँ हामीलाई त्यति गरेर के फाइदा भोलिको दिनमा भोलि गएर मनमा सन्तुष्टि भएन भने के गर्नु हामी सन्तुष्टि आनन्दको लागि घुम्न आएको छौँ अनि त्यही कुरा गलत गरेर गयौँ भन्दा त्यो मजा फिलै भएन नि तर म चाहिँ के कुरा भन्छु भने यो झिलको को हुनुहुन्छ यो झिलको सरकारी होला यो सायद सरकारी नै हो झिल परिवर्तन गर न यार 5 वर्षभन्दा अगाडि पनि यस्तो थियो अहिले पनि यस्तै छ अहिले झन् खत्तम भइरहेछ यो त भएन नि त अनि अति भयो यो त झिलमा केही छैन क्या मैले देख्दा चाहिँ नि झिल एउटै उस्तै हो पहिला जस्तो थियो त्यस्तै नै छ झिल पानी फेरेर चलाउने पानी ओहो केटीहरू पनि रहेछ हौ केटी देख्ने बित्तिकै आँखा त यो हो त मेरो त केटी परे गएर देखाइदेऊ न ऊ पर केटीहरू देख्न सक्छ साथीभाइहरू तर हामी परे गएर देखाउँछौँ केटी देख्ने बित्तिकै आँखा त यस्तो भएर जान्छ त तर मैले फोनले भिडियो नगरे उनीहरूको क्याप्चर नगरे पनि म मेरो आँखाले क्याप्चर गर्छु भरे बेलुका सुत्ने बेलामा नि म जुम गर्दै हेर्छु आँखामा किनकि मैले त आँखालाई देखिरहेको हुन्छु नि त फोनले नदेखाए पनि आँखामा यस्तो पारेर हेरेर माकुरै केटा फोनले भिडियो नगरे पनि नि आँखाले भिडियो गरिराख है भरे बेलुका सुतेपछि त्यो आँखा च्यातेर जुम गरी हेर्नुपर्छ नि ओहो केटाहरूको चटक पर हुँदै चाहिँ मान्छे टन्ने रहेछ ऊ पर हाँस पनि गराउँदैछ यार तर रिकमेन्ड चाहिँ म के भन्छु भने यो झिलको बारेमा चाहिँ यहाँ केटा र केटी मात्र आउने ठाउँ हो यो मैले देख्दा चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने ठाउँ हो यो सट्टा आयो ऊ पर हुँदै गयो झाडी हुँदै गफसप गऱ्यो आयो निस्क्यो गयो हामी यो केटाहरू चाहिँ आउने यो ठाउँै होइन यो मतलब यत्तिकै चाहिँ आउने ठाउँै होइन यो के छ र यहाँ केही देख्दिनँ म त त्यस्तो धेरै राम्रो त थिएन अनि धेरै मजाले हेर्नु भयो त्यो चाहिँ उतापट्टि त्यस्तो धेरै मजा फिल भएन मैले टिकटकको लागि चाहिँ थोरै थोरै क्लिपहरू बनाएँ तर डुङ्गाको चाहिँ बिजोकै भएछ त्यो छ नि भाइ यता घर अगाडिको अङ्कल उहाँले चाहिँ डुङ्गा खेलाउँछ अरे र भाइको घर अगाडिको अङ्कलले चाहिँ डुङ्गा खेलाउँछु म चाहिँ भाइहरू यताउता भन्दै हुन्थ्यो तर उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ आज चाहिँ आउनु भएको छ कि छैन त सायद आउनु भएको छैन होला उहाँ त्यहाँ आउनु भयो कि अनि यहाँहरू साथीभाइहरू कपल्स जोडीहरू यस्तो हुनुहुन्छ मनामनाको जस्तो ल ठिक छ त्यही मैले अघि पनि भने नि तपाईँहरूलाई कस्तो चाहिँ आउने कस्तो नआउने भनेर यही हो क्या कुराहरू चाहिँ खासमा के हामी नखेल्ने हो र साह्रै गजबको देखिँदो रहेछ हौ खेल्ने किन खेल्ने त हामी हुन त छोरी मान्छे जस्तो त पिङसिङ खेल्ने भिडियो सिडियो बनाउने खालको मान्छे चाहिँ होइनौँ हामी तर 50 रुपियाँ टिकट तिरेर आइसकेपछि त यहाँभित्र के छ त्यो त सब खेलेर त त्यसको पैसा त हामीले उठाउनु पर्छ नि त हो किन भन भाइ त्यही भएर फाइदा उठाउनु होला छोरी मान्छेले चाहिँ बरु टिकटक बनाउने पिङ खेल्ने दुनियाँ लौडा लसुन गर्छ उनीहरूले चाहिँ उठाउँछ तर हामी बोइजहरूले त यस्तो कुराहरूमा त अलिकति छोड्ने मलाई झ्याउ लाग्ने काम के गरिराख्नु भनिन्छ नि त तर हामी आज त्यस्तो गर्नेवाला छैनौँ हामी झ्याउ लाग्ने काम गर्नेवाला छैनौँ हामी किनकि खेल्नेछौँ हामी यहाँभित्र जे जस्तो भत्कार पनि जानेछौँ हामी तर फेरि नराम्रो गरेर भत्काउने चाहिँ होइन है आफ्नो जोसलाई भत्काएर जाने हो केटीहरू बसेको छ अरे पर देखाइदिउँ केटीहरू आज चाहिँ को हुनुहुन्छ होइन मेरो भिडियो हेर्ने मेरो भ्लग हेर्ने सबको आज म बुढाबुढी देखाइदिन्छु
को छ यहाँनिर को विदेशमा हुने केटा विदेशमा तपाईँ अङ्कल तपाईँ कति धेरै दुःख गरेर बसिराख्नु भएको छ होला विदेशमा तर तपाईँको बुढी यहाँनिर मज हानिरहेछ तर फेरि त्यही होस् तेरै हो भनेर चाहिँ मैले घोचेर चाहिँ भने होइन तर हुनसक्छ है देखाउने ट्राईमा चाहिँ हुनेछु तर हुन चाहिँ सक्छ है यहाँभित्र छैन चाहिँ म भन्न सक्दिनँ अर्काको बुढी अर्काको बुढासँग यहाँ आएको छैन चाहिँ म भन्दिनँ है आउँछन् तर को आउँछन् आइरहन्छ चाहिँ म तोकेर चाहिँ भन्दिनँ तर भरसक छ कछुवा छ यता चाहिँ एउटा होइन एक दुईवटा कछुवा सछुवा हेर्दिनँ कति धेरै झिलमा आउने मान्छेले यतापट्टि जाँदैनन् क्या यता त केही छैन जङ्गल घारी छ होला भन्छ यतापट्टि पनि जानु होला किनकि यतापट्टि जाँदाखेरि कछुवा छ अनि यो भवन छ देखिन्छ क्या त्यहाँनिर चाहिँ राम्रो छ त्यो दामी नै छ यता पनि यहाँ कुनको बुढी कुनको बुढा अर्कासँग टाँसेर हिँडिरहेको हुन्छ यहाँनिर म तपाईँलाई देखाउने छु अनि त्यति बेला अनि भिडियो हेरेर चाहिँ भन्नुहोस् अनि झुक्क्याउनुहोस् तपाईँको बुढीले त कहाँ गएको थिइस् बुढी मैले तपाईँलाई 5,000 10,000 पैसा सपिङ गर्ने लगाइदिएको थिएँ कता लगिस् भनेर सोध्नु तर त्यो सबै अर्काको बुढा अर्काको बुढीसँग आएर खाएर यहाँ सक्छ क्या फेरि त्यस्तो एरिया हो यो तर यहाँ झिलको अध्यक्षहरूले मलाई देख्यो भने त हान्छ होला हौ भाइ तैँले के बोलिस् के बोलेर भिडियो बनाइस् भनेर जेसो त्यही बोल्या हो जेसो त्यही बोला के गर्न सक्छस् गर हो नि त यहाँनिर मेरै बुढी पनि भोलिको दिनमा म विदेशमा छु भोलि यहाँ आएर अर्को केटासँग घुम्ने भने कसैले देख्छ त देख्दैन देखाउँछ देखाउँदैन साथीभाइ यो चाहिँ के रहेछ यार मैले नबुझेको कुरा यो चाहिँ के बनाएको रहेछ यहाँनिर के सायद यो यहाँभित्र फोहोर जान्छ र त्यसबाट टिप्ने हो कि या मान्छे उद्धार गर्ने हो कि या माछा टिप्ने हो कि यो के हो त यो के हो मैले त बुझ्नै सकिनँ त पानी त बढेको पो त अस्ति त सुक्खा थियो तल छ त्यो माछै देखिन्थ्यो भन्दैछु त जन्म ऊपर हुन्थ्यो बाम माछाहरू देखिरहेको हुन्थ्यो तर आज त मौसम त ओभर खुलेको छ यार दामी छ शीतल टाइममा आइयो क्या भाइ अरू बेला त घाम यस्तो यहाँ बसौँ न हो भन्दै थियो जो झाडी हुँदै खोज्दै जान्थ्यौँ हामी तर अहिले त त्यस्तो गर्नु पर्दैन किनकि शीतल भइरहेछ नि त मजा आइरहेछ मान्छे पनि कोही छैन आनन्दले आफ्नो खुसीले स्वतन्त्र तरिकाले बोलेर हिँड्न पाइरहेछौँ आनन्द भइरहेछ त्यो यस बाँसै बाँस है ए होइन भन्दा हुन्छ फरक परेन जे छ त्यो भन्यो नि त यो ठाउँ राम्रो छ भने मैले पनि ए झिल त राम्रो छ केटा आइज भने जब यो झिलै राम्रो छैन भने त लौडा खानु आइज भनिदिन्छु म डाइरेक्ट किनकि बनाउनु पऱ्यो राम्रो जबरजस्ती आइज भनेर मान्छेलाई नि आइसकेपछि त नराम्रो चाहिँ भने सक हुन्छ त मलाई चाहिँ यहाँ झिलको पनि मन परेन मतलब पोखरी चाहिँ अलिकति मन पर्यो यसो उता त्यो ठाउँबाट हेर्दाखेरि चाहिँ अलिक हो कि जस्तो छ पोखरी चाहिँ उसलाई पनि हो म भन्दैछु नि मैले मात्र भने होइन क्या पोखरी चाहिँ हो कि जस्तो राम्रो मलाई जस्तो पोखरी नदी ठुलो भएर मात्र नत्र भने त अरू कुरा त नट ब्याड हेरौँ प्राइभेट मन्दिर प्राइभेटको लागि त संरक्षण गरिहाल्नु भन्दैछु त भाइ प्राइभेट भयो यही पनि टेन्डर हालेर प्राइभेट तरिकाले चलाएको भए यस्तो हुँदैन क्या यो परिवर्तन भइसक्छ यहाँ मान्छेले सबै के गर्छ प्राइभेटमा त टिकट पनि अलिकति महँगो राख्छ अलिकति राम्रो हेर्ने ठाउँ घुम्ने ठाउँ बनाउँछ नि त यो सरकारी भयो सरकारको बजेट कहिले आउँछ कहिले त्यो बजेटलाई खाउँला आधी कहिले काम गरौँला गरे जस्तो देखाउँला साथीभाइहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड हो कि के हो छुट्टेला है भिडियो फेरि जसुकै पुग्छ अलिकति प्रब्लम पो हुने भयो यहाँनिर अब हामी खेल्दैछौँ यस्तो ठाडो बनाएर फोन ठाडो बनाइसकेपछि त दामी देखिन्छ नि त त्यस कारणले गर्दा मैले यिनीहरूलाई के भन्थेँ थाहा पनि तपाईँहरूले बुझ्नु यहाँनिर चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड जे आफ्नै पर्सनल प्राइभेट गर्लफ्रेन्ड बोयफ्रेन्ड हो भने ठिकै छ अब अर्कै हो भने चाहिँ भिडियोमा देखिन्छ तिमीलाई छुट्टिन बाध्य होला मैले त्यति मात्र भन्दा कि अप्ठ्यारो रहेछ भाइ औ चाक ठोकेलाई ठोकिँदैन दामी नै रहेछ अब म पनि खेल्छु यहाँनिर एकछिन खेल्ने मलाई खेल्नु चाहिँ मन चाहिँ लाग्दैन साथीभाइहरू कताकुचुक यस्तो तर पैसा तिरेर आइसकेपछि पैसा असुल चाहिँ गर्नु बाध्य पर्छ क्या जेमा पनि असुल गर्ने हो हामीले असुल हावाले गरेर सबै भुइँहरू त सखाप उहाँ दिदी सिस्टरले चाहिँ बढार्दै हुनुहुन्छ ए झिल हामी कति 10-15 मिनट घुम्यौँ 10-15 मिनटमा झिलसिल सब घुमेर पेङसिङ खेलेर यताउता देखाएर कोकोला फल्ला ढिस्कला देखाएर पनि हामी अब निस्किसकेको चल्दिसकेको अब यहाँ बनाउँदै रहेछ यो चाहिँ अलिकति बनाएको रहेछ त्यहाँदेखि पहिले म भुइँबाट तिर्छु यति गर्छु भनेर बनाउनु भयो होला सायद त्यस्तै हो अनि यही बाटो जान्छौँ हामी सर र यताबाट नि सर हामी घर चल्दिहाल्छौँ ताप्लेजुङ तर ताप्लेजुङ कति अहिले चेन्ज धेरै भइसक्यो यार ताप्लेजुङ कसम भनेर ताप्लेजुङको मान्छे म ताप्लेजुङै भएर पनि मैले चाहिँ तारिफ गरेँ होइन कि तर ताप्लेजुङ बवाल भइसक्यो यार त्यो घुम्ने ठाउँहरू त्यो ठाउँहरू जस अहिले चाहिँ त्यो नेताहरू चाहिँ नलेजवाला नेताहरू भइदियो क्या अहिले चाहिँ
म बिग साउट क्या तिनीहरूको लागि चाहिँ नेताहरूको लागि हुन त अब हाम्रो फुङ्गिङ नगरपालिका 8 नम्बरमा चाहिँ 8 नम्बरको हाम्रो सिद्धि सुनवार भनेको मेरो काका वडाध्यक्ष हुनुहुन्छ तर उहाँले पनि राम्रै काम गर्नुभएको छ धेरै राम्रो काम गर्नुभएको छ युवाहरूको ढुकढुकी आफ्नो 8 नम्बरलाई मात्र नभएर अर्को ठाउँलाई पनि गर्नुभएको छ सहयोग धेरै गर्नुभएको छ तर हाम्रो माननीय खगेन सिंह हाङामज्यूहरूको अहिले जुन पाला छ अहिले गर्दै हुनुहुन्छ अमिर महादेन चाहिँ अलिकति मलाई त्यो मन्दिरको काण्डले गर्दा थोरै मात्र मन नपरेको तर उहाँ राम्रै हुनुहुन्छ पोजिटिभै हुनुहुन्छ उहाँ पनि उहाँको त्यो सधैँ अब जनताको बारेमा त किन सोच्नु मेरो बारेमा पनि थोरै सोच्छु भने उहाँले त्यस्तो काम गर्न सक्नुभएको होला त्यो कुनै प्रब्लम भएन तर अहिले ताप्लेजुङ बब्बाल भइसकेको छ त्यो ठाउँ मान्छे होइन जुन हामी जस्तो यङ केटाहरू केटीहरू हामीभन्दा अलिकति एजेडहरू नेताहरू सबै त्यो बुढाहरूको त्यो माइन्डवालाहरू छैन क्या अहिले सबै डेभलप भइसकेको छ हाम्रो विकट दुर्लभ गाउँ नै दुर्लभ जिल्ला नै भनिन्छ हाम्रो ताप्लेजुङलाई तर अहिले चेन्ज धेरै भइसकेको छ त्यहाँको नेताहरूदेखि लिएर काम गर्नेदेखि लिएर कर्मचारीदेखि लिएर कसरी त्यो डेभलप गर्ने त्यो पुलिस प्रशासनदेखि लिएर सबै कुराहरू मिलिरहेछ क्या अहिले मलाई चाहिँ दामी लागिरहेछ दामी यस्तो नै काम गर्दै जानु होला सबैजनालाई मेरो तर्फबाट धेरै धेरै सपोर्ट माया यहाँबाट हामी निस्केर जान्छौँ धेरै बोल्दैनौँ धेरै लामो भिडियो हाल्दिनँ म भिडियो जेलभित्र नै इन्ड गर्छु कस्तो लाग्यो तपाईँलाई कमेन्ट गर्न नबिर्सनु होला ल साथीभाइहरू मजा आयो नि आज होइन ल भाइहरूसँग आएको ल आजलाई चाहिँ म भिडियो यहीँनिर इन्ड गर्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब सधैँभरि यसो नै माया गरिराख्नु होला च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु पुरानो हुनुहुन्छ भने पनि लाइक गर्नुहोस् सेयर गर्नुहोस् त्यो फोन कुच्चियोस् बरु घन्टी दबाउनुहोस् मजाले ल अर्को नेक्स्ट भिडियोमा भेटौँला